आज हामी एकजना विद्यार्थीको यस्तो अनौठो कथा खोज्दैछौँ जसले परीक्षाको तयारी गर्ने तरिकाबारे हाम्रो सोच नै बदलिदिन सक्छ। ती 5 शक्तिशाली अध्ययन ह्याक्सहरू के होलान् त? आउनुहोस् सुरु गरौँ। सुन्दा त पत्यार नलाग्न सक्छ, तर यो साँचो हो। एकजना विद्यार्थीले वर्षभरि खासै नपढिकन पनि 90% भन्दा बढी अङ्क ल्याए। कसरी? खैर, यसको पछाडि केही चलाक प्राविधिक ह्याक्सहरूको हात थियो जसले असम्भवलाई सम्भव बनायो। अब ती विद्यार्थीले समाधान गरेको पहिलो समस्या के थियो त? त्यो थियो परीक्षाको ठिक अगाडि अन्तिम समयमा साथीहरूसँग कसरी मिलेर पढ्ने। यो त हामीमध्ये धेरैले बोक्ने साझा चुनौती हो, होइन र? एकछिन कल्पना गरौँ त, फोनमा गणित वा विज्ञान जस्ता विषयहरू छलफल गर्न कति गाह्रो हुन्छ। शब्दले मात्रै कुनै समीकरण वा चित्र बुझाउनु त लगभग असम्भव नै छ। हो, यही नेर पहिलो छलाक समाधानको जरुरत पर्यो। अनि समाधान बन्यो व्हाइट बोर्ड जस्ता अनलाइन उपकरणहरू। यसले त जादु नै गर्छ। यसले सबैलाई एउटै डिजिटल कोठामा ल्याइदिन्छ जहाँ सबैले एकैसाथ एउटै स्क्रिनमा लेख्न र हेर्न सक्छन्, चाहे उनीहरू संसारको जुनसुकै कुनामा किन नहुन्। सोच्नुहोस् न, एकजनाले गणितको हिसाब गर्छ र अर्कोले तुरन्तै आफ्नो स्क्रिनमा देख्छ, ठ्याक्कै सँगै बसेर पढे जस्तै। प्रविधिले कसरी भौतिक दूरीलाई मेटाएर परीक्षाको दौडधुपमा पनि सँगै सिक्ने अवसर दिन्छ भन्ने कुराको यो एउटा उत्कृष्ट उदाहरण हो। ल, ग्रुप स्टडीको समस्या त समाधान भयो, तर विद्यार्थीहरूको अर्को ठूलो टाउको दुखाइ के होला? पक्कै पनि गृह कार्यको चाङ। अब हेरौँ दोस्रो ह्याक, जसले यही भारीलाई हल्का बनाउँछ। यो त लगभग सबै विद्यार्थीले भोग्ने दुविधा हो, होइन त? एकातिर महत्त्वपूर्ण परीक्षाको तयारी गर्नुपर्ने, अर्कोतिर समय खाने गृह कार्य सक्नुपर्ने। यसका लागि स्रोतले एउटा निकै चलाक तर अलि विवादास्पद प्रविधि आधारित रणनीति सुझाएको छ। यो 3 चरणको प्रक्रियाले गृह कार्यको झन्झटलाई स्वचालित बनाइदिन्छ। यसले गर्दा लेख्ने काममा खर्च हुने घण्टौं समय बच्छ र त्यो बचेको समयलाई परीक्षाको तयारीमा लगाउन सकिन्छ। तर यहाँ एउटा कुरा एकदमै ध्यान दिनुपर्छ। यो ह्याक आपतकालीन अवस्थाका लागि मात्र हो, दैनिक बानी बनाउनका लागि होइन। यसको सही र विवेकपूर्ण प्रयोगले मात्र वास्तविक सिकाइ सुनिश्चित हुन्छ र समातिने जोखिम पनि कम हुन्छ। ल, गृह कार्यबाट समय त बच्यो, तर अबको लडाई त्यो बचेको समयलाई ध्यानको सबैभन्दा ठूलो शत्रु यानि हाम्रो आफ्नै स्मार्टफोनबाट जोगाउनु हो। अब यो कुरा सुन्दा अलि अनौठो लाग्न सक्छ, तर हाम्रो कथाका विद्यार्थीले फोनलाई नै त्यसको विरुद्धमा हतियार बनाए। केही विशेष एप्स र सेटिङहरू प्रयोग गरेर उनले फोनको ध्यान भङ्ग गर्ने शक्तिलाई नै कमजोर पारिदिए। यहाँ 3वटा फरक मनोवैज्ञानिक उपायहरू छन्। ग्रे स्केलले स्क्रिनको रङ्ग हटाएर फोनको आकर्षणै कम गरिदिन्छ। फरेस्ट एपले फोन नचलाउँदा भर्चुअल रुख रोपेर पुरस्कृत गर्छ, जसले सकारात्मक बानी बसाल्न मद्दत गर्छ। र टाइड, यो त यस्तो टाइमर हो जुन फोन घोप्टो राख्दा मात्र चल्छ, मतलब ध्यान भङ्ग हुने सम्भावना नै खत्तम। ल, अब फोकस पनि भयो, समय पनि बच्यो। अब पालो आयो स्मार्ट स्टडीको, मतलब धेरै घोटिएर पढ्ने होइन, चलाखीपूर्वक पढ्ने। अब किताबको पाना पल्टाएर कुन चाहिँ प्रश्न महत्त्वपूर्ण होला भनेर अन्दाज लगाइरहनु परेन। बरु ती विद्यार्थीले एआईको प्रयोग गरेर परीक्षामा आउन सक्ने सम्भावित प्रश्नहरू ठ्याक्कै पत्ता लगाए। यो त 2 चरणको एउटा गजबको रणनीति भयो। मर्लिन एआईले के पढ्ने भनेर महत्त्वपूर्ण प्रश्नहरू छुट्याइदिन्छ भने कङ्कर एआईले पढेको कुरा कतिको आयो भनेर जाँच्नको लागि अभ्यास परीक्षा नै तयार पारिदिन्छ। अब लागौँ हाम्रो अन्तिम ह्याकतर्फ, र यो सायद सबैभन्दा ठूलो चुनौती पनि हो। ती दिक्क लाग्दा तर महत्त्वपूर्ण सैद्धान्तिक विषयहरूलाई कसरी दिमागमा राख्ने? घण्टौंसम्म किताबका पानाहरूमा आँखा टाँसेर पढ्दा दिमाग थाक्छ र दिक्क लाग्छ। तर के हुन्छ यदि हामीले जानकारी लिने तरिकालाई नै परिवर्तन गर्यौं भने? पढ्नुको सट्टा सुन्यौं भने नि? यी उपकरणहरूले पढाइलाई सुनाइमा बदल्छन्। नेचुरल रिडर जस्ता एपले किताबको पाठलाई अडियोमा बदलिदिन्छ, जसले गर्दा हिँड्दा वा आराम गर्दा पनि सुन्न सकिन्छ। सुनेर सिक्नेहरूका लागि यो विधिले स्मरण शक्तिमा नाटकीय रूपमा सुधार ल्याउन सक्छ। त्यसो भए यी सबै ह्याक्सबाट हामीले के बुझ्यौं त? कुरा एकदमै सरल छ।
हामीले हरेक दिन प्रयोग गर्ने प्रविधि केवल मनोरञ्जन वा ध्यान भङ्गको स्रोत मात्र होइन। सही तरिकाले प्रयोग गर्दा यो सिक्नका लागि एक शक्तिशाली रणनीतिक हतियार बन्न सक्छ। र अन्तमा एउटा प्रश्नले सोच्न बाध्य बनाउँछ, के यी उपकरणहरू केवल छोटो बाटो अपनाउने तरिका हुन् वा यिनीहरूले नै एआईको युगमा स्मार्ट अध्ययनको भविष्यलाई आकार दिइरहेका छन्? यो विचारसँगै आजको लागि यति नै। यहाँसम्म साथ दिनुभएकोमा धन्यवाद।